हेलो नमस्ते एभ्रिवान, सबैजनालाई एनपिएल अपडेट युट्युब च्यानलमा स्वागत छ। आज म एनपिएलको बारेमा अपडेट लिएर उपस्थित भइसकेको छु। सबैजनाले हेरेर माया गरिदिनु होला। भिडियो सुरुवात गर्नुभन्दा अगाडि लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब हानिदिनु होला। मैदानमा तुफान सुदूरको सान, मैदानमा तुफान सुदूरको सान, हिस्सो हामी सधैँ, हिस्सो हामी सधैँ, यो पैसा। एनपिएल नेपाली क्रिकेटको सपना पुरा भइसकेको छ। नेपालमा नयाँ ट्यु ग्राउन्ड, पुरानो ट्यु ग्राउन्डलाई क्यानले र नेपाल सरकारले नयाँ ट्यु ग्राउन्डको रूपमा परिवर्तन गरिदिइसकेको छ। पहिला हामी नेपाली क्रिकेट हेर्नको लागि ग्राउन्डमा घाँसमा बसेर हेर्न पर्थ्यो, तर अहिले बेन्चमा बसेर हेर्न पाइरहेका छौँ। अनि नेपाली क्रिकेटका लागि यतिभन्दा कतिको खुसीको कुरा हुन सक्छ। यो चाहिँ मैले पहिला फेसबुकतिर हालेको, आफूले हालेको त्यो गीतहरूको साउन्ड हो। ब्युटिफुल भ्यू आइरहेको छ। सबैजनाले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब हान्नु होला। यो जुन घाम देखेको भिडियो चाहिँ 6:30 बजेको चाहिँ हो। त्यो चाहिँ शनिबार, अघिल्लो शनिबारको। मैले अलिक गीतहरू हालेर फेसबुकतिर हालेको थिएँ, त्यसैले। एनपिएल अपडेट, नेपाली फ्यानको नयाँ ग्राउन्ड ट्यु अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड। नेपाली क्रिकेट फ्यानलाई नयाँ सुविधा र नयाँ ग्राउन्डमा हामी एनपिएल सिजन 2 हेरिरहेका छौँ। बत्ती फ्लड पनि आएको छ, 6वटा पुरै बलेको छ। नेपालमा एनपिएल सिजन 2 भव्यका साथ चलिरहेको छ। एनपिएल सिजन 2 खतरनाक। फ्लड भर्खर देख्नुभयो नि, दुईटा फ्लड लाइट, तिनवटा। यो भिडियोमा चाहिँ 4वटा फ्लड लाइट मात्रै कनेक्ट भएको रहेछ, त्यसको लागि सरी। 6वटै देखाउनको लागि 5वटा। अब अर्को पनि देखिने छ एकछिन नै। भिडियोको अन्त्यमा सबैजनाले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब भनेर साथ सपोर्ट गरिदिनु होला। सब्स्क्राइब च्यानल नाउ। मैले एनपिएल सिजन 2 को कुन दिनमा कुन म्याच रहेको छ भनेर यहाँ देखाएको छु। राम्रोसँग हेरेर कमेन्ट गर्नुहोला। हजुरहरूलाई एउटा अफर लिएर आएको छु। यो चाहिँ हाम्रो विराटनगर किङ्सका प्लेयर हुन्। उहाँको नाम कमेन्ट गर्नु। हजुरले कमेन्ट गर्नुभयो भने हजुरलाई 3टा सब्स्क्राइब फ्रीमा।